नमस्ते सबजनालाई मेरो नयाँ भिडियोमा सबजनालाई स्वागत छ। अनि आज हिजो गाउँतिर आएको थिएँ म, अनि आज नि फेरि भ्लग बनाउँ भनेर यहाँ बनाउनु खोजिरहेको बाख्रा त्यहाँ हेर्दैछौ के गर्छ यो आज पनि मरेर मलाई देखाउनु राखेको थियो भनेर होला। अनि यहाँ अस्ति खाएको अमिलो चाहिँ यहाँ है यस्तै अमिलो खाएको हामीले अस्ति हेर्नु विशाल दाईको लागि स्पेसल भनेर 2-3टा मैले ल्याइदिन्छु भनेर भनिछु। अब ल्याइदिन्छु होला सायद विशाल दाई म है। अब भगाएर सोर्नु पर्ने काम आज नि मेरो त्यही नै हो। घर आइसके पछाडि गाई मसक मस्किरह माया गर्छ दाइले मलाई भनेर होला है। माया लाग्छ गाईहरूको, मलाई साह्रै माया लाग्छ गाईहरूको। अर्को गाई खै रुन्थालिया किन रोको हो यो, घाँस ल्याएर हालिदिन्छ चाट्दै खायो यसले कति बाठो। अर्को गाई यहाँ अर्को धेरै माया लाग्ने गाई यहाँ खायो अर्को बिहान साँझ त्यहाँ लडेर कस्तो बिजोग भइरहने। यी ठोकिन्छ के ठोकिन्छ धेरै अग्लो भएपछि, अनि यहाँ पनि त्यस्तै ठोकिन्छ कि। अनि मलाई बेलामा यस्तो उचालेर छापै उचाल्दै नसरी रिस उठ्छ कि। अनि त्यही हो भगाएर सोर्नु पर्ने छ। चाडा गाई खानु चाडा गाई त्यस्तो छ फोहोर। बाख्रा चाहिँ एउटा मात्रै छ, एउटा खसी बेचिदिएको खान्। त्यही हो ढोका पनि यस्तो हो छ ड्याङ ठोक्यो भने थचक्क बस्ने। अनि यो त यहाँ त भइ नै हालो है त्यस्तो हो है पुरै रोगिन्छ। यहाँ अगाडि त्यस्तै हो कि त्यस्तो हो है। गाई हेर्दैछ के गर्दै अहिले ठाडा काम लाउँदै हेर्दैछ नि दुइटै गाई हेरेले घाँस दिन्छ भनेर यो कल लाम भयो काट्ने लगायो तेरो कपाल्यो रिस तेरो कल काट्ने लगायो है गाई काट्ने त्यहाँ भोलि कपाल हेर्दैछ के भन्छ यो हेर्दा हाला बिचराले है कल काट्ने लगायो कि भुन्टी तेरो। चाडा गाई चाट्दै खै माया गर्छ नि यसले मलाई। खै चाट्या खै हान्ने होइन क्या चाट्ने भने ल चट्टा छिटो चाडिन्छ है यसले उसले मैले चाडिदिन्छु भन्दैछ ल चाडे नि त। ए किन रोको भने त नरो एकछिन घाँस हालिदियो अहिले नरो एकछिन चाट्न तेरो काम चाहिँ चाट्ने काम कन्टिन्यू गर्दा छिटो हो चाट्छ जे होस् केटोले। ए न त्यो चाहिँ ऊ बिहान लडेर उ त्यहाँ त्यसको त्यहाँ दुईवटा खुट्टाको बिचमा त भगाएर लाग्यो बिहान लडेर हो होइन। बिहान मजासँग लड्यो त्यो अझ झन्डै मलाई नि गोबाएर सुताइदियो त्यसले एकचोटि त है। सबै गाई सारा उताबाट पछाडिबाट लिएर जाने भएको त्यहाँ खाल्ना टेकेर घमराङ्गै लडाइरहेको कि ल यो मलाई हान्न आउनु ल यो किन बोक लाग्यो गाई ल यत्तिकै उफ्रिन्छ त बुरुक गर्दै एक सट दिन्छु बनाएर अहिले रुन्नी गरी यसलाई नि म अहिले घाँस हालिदियो नखाने। अनि अल्छी खाना चाहिँ अनि करल पनि हालिदिएँ 2 मुठा एक कमलो घाँस हालिदिएर कहिले खाना मिलेन। अनि त्यो भ्याइसकेछन् अहिले अरू पनि नदिए हान्नै रिसाइराखेको यो ठाडा कान लाएर गर्दैछ। अनि अस्ति हाले भ्लगमा चाहिँ 70 भ्युज पुगेछ राम्रै गएको छ त्यसमा चाहिँ भ्युज 70 भनेको नि अब लङ भिडियोमा 70 भ्युज अहिले भनेको चाहिँ ठुलै लाग्छ ठुलै नै हो। यहाँ आइज न आइज करेक्ट टोइ नै गर्छ छुटेर हेर्दाखेरि टोइ अन्त मेरो 1 किलोमिटर लामो औँलाहरू चाहिँ भाँत दिन्छ नै यिनीहरूले त हानेर ल हानेको ल हानेको ल खान्न पाएपछि यस्तो हुँदो रहेछ यिनीहरूलाई छुटेर ल हो त है। ओ लैनु खोइ पहिला लैनु कान ठाडै लैनु ओ लैना खोइ लैनु बोले अर्को लैनु बोलिदियो गरिदिउँ आउँथ्यो। अब त्यही नै हो अब भ्लग भनेको मैले बिस्तारै हाल्छु अस्ति बनाएको भ्लग पनि हाल्नु पाइएन हाल्छु भनेर यत्तिकै भइरहेछ। यो चाहिँ हाल्छु है घरतिर आयो के हुन्छ काम भन्यो ऊ भन्यो यता भन्यो त्यता भन्यो सबतिर मिलाउँदै टाइम पनि मिल्दैन। अब त्यही नै हो ज्याकेट खोल्नु पर्ने हुन्छ नत्र गर्मी मरिन्छ भर्खर छोड्दा ज्याकेट खोलिदिन्छ चट्ट लाएर अनि बनाउने हो भलक अनि बनाउने भलक है गाई यस्तै छ। यो चाहिँ ज्याकेट चाहिँ टक्कै यसरी राख्ने अनि म यस्तै भइहालेँ अनि जाने चट्ट हालेर सार्ने है गाई।
त्यसरी सार्ने अनि गाईहरूले हेरेछ यतिबाट कतिखेर रानी हालिदिन्छ भन्दै होला म हालिदिन्छु एकछिनमा है ल एकछिनमा हालिदिन्छु खानेकुरा तिमीहरूलाई भगाएर सोर्नु पर्ने छ यस्तो अल्छी लगाइरहेको मलाई भगाएर सोर्नु भने लास्टै अल्छी लाग्ने काम हो फेरि मलाई यस्तै काम लाग्छ फेरि आफूले घर आएपछि जे भने त्यही मान्नु परेको घर आएपछि मान भने अब कस्तो हुन्छ क्या मलाई चाहिँ भगाएर सोर्नु भने चाहिँ लास्टै झ्याउ लाग्छ मलाई चाहिँ अनि अब के गर्नु झ्याउ मानेर यस्तै हो गर्नु परेको गर्ने मान्छे छैन अरू गाईले हेरै छ मलाई अहिलेबाट घाँस किन नदिएको होला यसले भन्दै यहाँ अघि ठोकेर 3-4 ठोकेर टुटिलै उठ्यो कि यहाँनिर हेर यत्रो डाँडो भइसक्यो एउटा आलु फलिसक्यो जस्तो भइछ यहाँ गाई चाहिँ बिहान लडेदेखि मलाई हेरै छ त्यसले किन हेरा गाई बिहान लड्यो हेर्दैन हेर यसको आँखा पनि हेर्नु के रातो भइसक्यो यसको के गरेको यसले कहाँनिर कति बेला खुट्टा नि घाउ भयो क्यारे यसको बिहान लडेर हटाएको यहाँ सिङ पनि यस्तो सिधा होइन हानिदिन्छ क्या घोदियो भने पुरै पेटतिर घोडिदियो भने त स्वाहा बनाइदिन्छ यसले त्यहाँ डर लाग्छ मैले देखेपछि अलिकति यहाँ लडे हेर्नु कसरी यताबाट गइरहेको थिएँ होइन म यता लिएर गइरहेको बेलामा अनि यहाँ पछाडि गएको यहाँनिर चिप्लेको क्या यहाँ चिप्लेर यहीँनिर क्या अनि त्यसको त्यहाँ फोहोर पनि लाग्यो के लागेको छ बाख्रा यहाँ चाहिँ ए बाख्रा के छ बाख्राको नि सिङ यत्र राख्नु दियो भने त बाख्रा पनि मारिदिन्छ ठहरै पाइदिन्छ रिसुटेर हानिदियो भने त छैन फेरि यसले नि गाई हेर्दैछ गाई ओ गाई हेर्दैछ गाईले मनलाई अघिदेखिबाट अब भर्खर सोच्छु त्यही हो अनि यिनीहरूलाई खानेकुरा हालिदिन्छु अनि त्यो साडी म घर जान्छु म चुचाम गेमरलाई खानेकुरा हाल्नु भने त्यसलाई आफै बोलाउँछु ओ चुचाम त्यो खानेकुरा हालिदिनु आइज है म भगाएर सरिसकेपछि गाईहरूलाई अनि अमिलो टिपेर लिएर जान 2-3टा सानो यो ठुलो नटिपाइ ठुलो विशाल दाइलाई लगिदिनु पख यो ठुलो चाहिँ विशाल दाइको लागि विशाल दाइलाई लगिदिनु पख यो ठुलो एउटा 2-3टा खायो ठुलो यो सानो खायो नि त्यो हो पहेँलो त्यो चाहिँ टिप अनि त्यसको अनि फेरि आज नै खानु पख त्यसलाई घाममा बसेर चट्ट लगाएर एउटा 2-3टा छ त्यो चाहिँ विशाल दाइको लागि स्पेसल विशाल दाइको लागि भनेर मैले राखेको छु है विशाल दाइ म ल्याइदिन्छु तपाईँलाई लगेर हुन्छ भने तपाईँको लागि राखिदिएको अब मैले हेर्ने अहिले यसो थुक्निले गर्दा नि हुन्छ पहना पग एकछिन म भगाएर छोड्छु अनि हालिदिन्छु कि खानेकुरो कहाँ अहिले यहाँ गरिरहेको तिमीहरू मान्छेले यार बेलुकादेखि भात खायो अघि भर्खर भात खाएँ म के खाने मन लाग्दैन घर आएपछि के भएको के हो पुरै बन्न गाह्रो अब आफै सोध्नु पर्ने भगारो गोरा यसको छ है कसैलाई पराले कुनै लाग्यो है तिनीहरूको गाई छ काले भाइको गाई त्यो रुखा चट्टा हाँगा मैले चिमाल्या हो चाहिँ नरोडको लब्ली हुँदैन ज्याडा तर खासै जुम गर्ने हामी पढाइ स्कुल त्यही माथिको हो आफ्नो देखिने होला सायद त्यो स्कुल एउटा मात्र बोरा लिएको छोड्थ्यो म 2-3टा बोरा लिएर जान सक्दिनँ बोरा घिसार्दै हैरान हुन्छ है ओइ गाईहरूलाई खानेकुराहरू दाइ चाहिँ यहाँ कराउनु थाल्यो म गर्दै है गाई अहिले होइन उचाएर हाल्ने हानेर म त बेसीको उठ्छ म त यस्तो छ केटा हो गाउँतिर केटाकेटीहरू साथीभाइहरू यस्तै हो भगाएर सघाएर सोध्ने बस्ने घर आएपछि बेरोजगार भएर यस्तै हो काम खतरा काम आइलाग्छ सोर्छु भगाएर अनि भगाएर सघाएर छोड्छु ओर्छु अब आज भगव यति नै हुन्छ धेरै लामो पनि बनाउँदैन फेरि कसैले हेर्दैन फेरि मेरो भ्लग 500जनाले हेर्छन् त्यही भएर त्यति नै हेरेन भने फेरि बिल्ला हुन्छ मेरो अनि यहाँहरू कोठी 5-6वटा चोरी बिरालोहरू कहाँबाट आएर है के गर्ने भने के गर्ने यहाँ मुसा एउटा नहेर्ने खाना खाने बेला मात्र आउने खाने जाने अनि केही पनि नगरिदिने मुसाले यहाँ हजारमा बनाइसक्यो अति सुत्दा सुत्दै गर्दै के हो लैन ए लैना के हो लैना लैनालाई भोक लाग्यो जस्तो लैनालाई कराउँदैछ यतिखेर गर्दै करा जस्तै लैना छैन भोक लाग्यो हो लैना हो भने भोक लाग्यो खाली घाँस चाहिने यिनीहरूलाई परालहरूले घाँस छोडिदिन्छन् घाँस मात्रै त कसले ल्याएर यिनीहरूलाई होइन कस्तो खाँची लाग्यो यो बेलामा थ्याप बनाउँदै अब
त्यही हो अहिले त अब भ्लगबाट बाई बाई हान्नुपर्ने हुन्छ। अब धेरै भ्लगमा बस्नु नि हुँदैन, यत्रो बिजीको भगाएर छ यहाँ। अब टक्क सोरौँ अनि आजको भ्लग यति नै। यो भ्लगमा नि 60 भ्युज 70 भ्युज गयो भने अनि म नेक्स्ट भ्लग लिएर आउनेछु भन्दै अहिलेको लागि छुट्टिएँ म है। सब्सक्राइब गर्न नबिर्सिनु होला, नयाँ हुनुहुन्छ भने च्याट लाइक अनि सब्सक्राइब र कमेन्टमा 3-4 रातो मुटु पठाइदिनु होला। अनि त्यही भ्लग बनाउनु पऱ्यो नि त होइन। भ्लग बनाउँछ भ्युवर देखेर भ्लग बनाउनु यत्रो मिहिनेत लगाएर बनाइरहेको हुन्छ यहाँ, यस्तो जस्तातिर टाउको ठोकिकन लास्टमा अनि भ्लगमा भ्युज आएन भने त अनि भ्लग बनाउने जाँदै मरेर आँखा फेरि मलाई त होइन। त्यस्तै हो, त्यही भन्न आएको अब। आज अब यति नै गाईहरू हेरेर छन् मलाई यहीबाट हाँस्ने गरेर। अब आजको लागि यति नै भन्दै अब यो भ्लगमा लाइक कमेन्ट भ्युज राम्रो आयो भने म अर्को भ्लग पनि बनाउनेछु भन्दै अहिलेको लागि यो भ्लगबाट छुट्टिएँ म है त। बाई बाई, टेक केयर सबजना होइन। अब त्यही हो, भ्लगहरू हेर्दै गर्नु होला, सबजना माया गरिदिनु होला भन्दै छुट्टिएँ म। बाई बाई, हस्, नमस्ते।